बच्चालाई औषधि खुवाउने जुक्ति, यसको बारेमा म छोटो जानकारी दिन गइराखेको छु। जब बच्चा बिरामी पर्छ, बच्चाले औषधि खान मान्दैन, औषधि नखाएपछि रोगले पनि च्याप्दै जान्छ र आमा बुवालाई घरको माउलीतिरको सबैलाई एकदम तनाव हुँदै जान्छ, मेरो बच्चाले औषधि खाइदैन भनेर। आमालाई एकदम चिन्ता हुन्छ, कतै मैले औषधि खायो भने मेरो बच्चा ठिक त हुँदैन डाक्टर भनेर धेरै आमाहरूले प्रश्न पनि गर्नुहुन्छ। म आज हजुरहरूलाई एउटा यस्तो जुक्ति भन्न गइरहेको छु जसले गर्दा धेरै आमा बुवालाई, स्वास्थ्य कर्मीहरूलाई पनि यो जानकारी नहुन सक्छ। यो एउटा ट्रिक हो, हजुरहरूले यो ट्रिक अपनाउनु होला। बच्चालाई जबरजस्ती औषधि कहिले पनि खुवाउनु हुँदैन। उनीहरूलाई कहिलेकाहीँ गाडा यसरी च्यापेर, मुख यसरी तन्काएर औषधि खुवाइदिँदा बच्चाहरूले त्यो स्वाद मन पराउँदैनन्। स्वाद मन नपराएपछि उनीहरूले औषधि बान्ता गर्ने, खाएको खानेकुराहरू बान्ता गर्ने, कहिले खाएको कुराहरू सर्काइदिने डर हुन्छ। त्यही भएर बच्चाहरूको जिब्रोको माथि टेस्ट बर्डर